सचिव सर यो ट्राभलबाट तपाईँले के सिक्नुभयो के पाउनुभयो? सर्वप्रथम त तपाईँलाई धेरै धेरै धन्यवाद यो अवसर जुराइदिनु भयो। पहिला पनि एकखेप जुरेको थिएँ हामी विभिन्न देशमा घुम्दै हामी टुर गर्थ्यौँ। फेरि पनि यही वर्षमा यही दिनमा हामी फेरि घुमेर एउटा 20 घन्टाको यात्रा पार गरेर फेरि कतार आउन सफल भयो। तपाईँलाई मुरी धन्यवाद। यो लाइफको पहिलोचोटि हाम्रो दुवैजनाको चाहिँ एउटा स्मरणीय क्षण पनि रहनेछ। अब यो टुरले धेरै कुराहरू सिकायो। बाटोमा हिँड्नेदेखि लिएर अब हामीले यो बाटोको अनुभव क्यामेराले विभिन्न क्यामेराले हामीलाई पिक्चर अहिले जरमै तिर्नु पर्थ्यो भने हामीलाई गाह्रो पनि पर्थ्यो। हामी बाटोमै सुतेर त्यस्तो जङ्गलको ठाउँमा बाटोमा सुतेर खाएर चाहिँ हामी हिँडेको छौँ। आज कति दिन भयो, 4 दिन भयो लगातार हामी कुदेका छौँ, दौडेका छौँ, हिँडेका छौँ होइन। त्यस कारणले गर्दाखेरि मान्छेको लाइफ हो। मान्छेले जिन्दगीमा चाह्यो भने जे पनि गर्छ, जहाँ पनि जान्छ। उसको मन र इच्छा शक्ति हुनुपर्छ। इच्छा र शक्ति भयो भने मान्छेले जे पनि गर्छ। त्यस्तै इच्छा र शक्ति भएको हाम्रो कृष्ण सरलाई एउटा भित्र मनमा एउटा जुन एउटा जोस जाँगर छ त्यो उहाँले गर्नुहुन्छ। किन भन्नुहुन्छ भने उहाँसँग जोस जाँगर छ। एउटा जोस जाँगरले अर्को जोस जाँगरलाई नियन्त्रण गर्छ। त्यस कारणले गर्दाखेरि अब मलाई उहाँले एक्सपेक्ट गर्नु मलाई फेरि जोस आइहाल्यो। हेर्नुहोस् है, अब फेरि कुरो चाहिँ बडा अचम्म गर्छ क्या यहाँ चाहिँ। फेरि हामी एउटा तय गरेर त्यहाँको परिस्थिति कस्तो छ के छ वातावरण मैले सोधिनँ, किनकि सर अवलोकन गरेर आइसक्नु भएको थियो। त्यही भएर हामी हिँड्दै गयो। समय र परिस्थितिले हामीलाई ठाउँमा भगवान्ले मैले बचाउनै भयो। हरेक दृष्टिबाट पनि हामीलाई त्यहाँको वातावरण, त्यहाँको सिर्जना, त्यहाँको रोडले गर्दा पनि हामी बाँची नयाँ जिन्दगी पनि पायौँ हामीले। यसको लागि धेरै धेरै गर्नलाई पनि धन्यवाद। यो ट्राभल मान्छे गर्नलाई के सुझाव दिनुहुन्छ? मान्छेलाई अनिवार्य ट्राभल गर्नुपर्ने हुन्छ, किनभने एउटा शक्तिको अनुभव पनि हुन्छ। जिन्दगीमा तपाईँलाई जन्मिएपछि एकखेप घुम्नुपर्छ भन्ने कुरो पनि हो। घुम्नु त घुमिराख्नुपर्छ सबैजना, त्यो होइन कि त्यहाँको लाइफमा फ्रिडम भएर घुम्नुपर्छ हामीले। किन यत्रो यो गाडीबाट टुर व्यवस्था गर्नु भन्यो भने एकदम यो जिन्दगीको चाहिँ हौसला बढ्छ। तपाईँलाई भित्र आत्मबल बढ्छ कि मैले यो पनि गरेको थिएँ भोलि गएर भन्ने एउटा तपाईँलाई आत्मबल बढ्छ। जो 12-20 घन्टा हामी लगातार हिँडेको हामीलाई सिकाउनुपर्छ भन्ने पनि एउटा तपाईँलाई आत्मबल बढ्छ। अरूलाई शिक्षा पनि पर्छ। त्यस कारणले विकास कसरी गर्छ रहेछ सर साउदी, अब हामीले के डराउने साउदी भन्ने बेकार छ, मार्छ, बोल्नै हुँदैन भन्ने। तर साउदी पनि हामीले जाँदै गर्दाखेरि कहिले पनि पुलिसले हामीलाई रोकथाम गरेन। पुलिसले हामीलाई सहयोग गर्यो, सपोर्ट गर्यो। हामीलाई केही पऱ्यो भने हामीले सोध्थ्यौँ, उहाँहरूले सपोर्ट गर्नुहुन्थ्यो। हामी फेरि पनि अनि त्यसको रफ्तारमा हिँड्थ्यौँ। हामी जहाँ पुलिस देख्थ्यौँ हामीले सुरक्षाको अनुभव हुन्थ्यो। हामी साइड गरेर जङ्गलमा पनि कोही अटकार गरेर हामी सुरक्षाको रूपले आनन्दले सुत्ने काम गर्थ्यौँ। त्यस कारणले गर्दाखेरि यात्रा गर्नुपर्छ। हामीले सोचेभन्दा भिन्नै हुन्छ। अब साउदीमा जाँदाखेरि हामीलाई गाह्रो अनुभव हुन्छ नि, यस्तो हुन्छ उस्तो हुन्छ, त्यहाँ त डेन्जर हुन्छ अरे भन्ने त्यो होइन रहेछ। जब म आएँ मैले फिलिङ गरेँ, ओहो कति आनन्दको देश छ, सुरक्षित छ क्या, सुरक्षा छ क्या। त्यो अब आफ्नो लाइनमा हिँड्ने, आफ्नो लाइनमा खाने, आफ्नो काममा हिँड्ने, नाच्ने, गाउने, नो प्रब्लम। त्यस्तो खालको मान्छे साउदी ट्राभल गर्ने मान्छेलाई के भन्नुहुन्छ? कतारबाट कसैले बाइक कार ट्राभल गरे भने उसको लागि तपाईँले के भन्नुहुन्छ? उसको लागि म के भन्छु भने अब फर्स्ट टाइम जाँदै हुन्छ भने त्यहाँको भूगोल, त्यहाँको रस्ता, त्यहाँको वातावरण सबै कुराहरू एकचोटि चाहिँ निहालेरै जानु होला। र भरसक तपाईँले जानेको साथीसँग सहयात्रा गरेर हिँड्नु हो भने अति उत्तम हुन्छ। किनभने धेरै लङ टुर बाटो छ, त्यहाँको बाटो पनि अनुमति लिने सम्भावना हुन्छ। त्यसले एकजना जानेको मान्छे साथमा जानुभयो भने चाहिँ पहिलोचोटि धेरै नै राम्रो हुन्छ। कृष्ण सर त अब एकचोटि नजानिकन उहाँका साथीहरू हुनुहुन्थ्यो, उहाँले चाहिँ एउटा एकदम आँख भरेरै हिँड्नुभएको थियो। त्यसको लागि चाहिँ त्यस्तो हो। त्यसैले नयाँ मान्छे आउँदाखेरि चाहिँ कहाँ जाँदै हुन्छ, के गर्दै हुन्छ भन्ने कुरो पहिले यहाँ भेर जानकारी लिएर जानु होला, त्यही भन्न चाहन्छु। साउदीले चाहिँ तपाईँले के सिक्दिनु भयो? साउदी गएपछि साउदीमा के अवलोकन गर्नुभयो, के फिल हुनुभयो साउदी पुगेपछि? साउदी पुगेपछि के अनुभव गरेँ भन्नुहुन्छ भने अब मरुभूमि देश छ, हेर्नुहोस् यत्रो ठुलो देश नियन्त्रण गरेर बाटोघाटो राम्रो बनाएर यहाँको जनतालाई सुरक्षित दिएर एकदम भनौँ न अब हरेक जनताहरूलाई चाहिँ र बाहिरका आगन्तुक मान्छेहरूलाई पनि रोजगार एउटा दिँदै गर्दाखेरि त ठुलो देश भएर पनि जहाँ त्यहीँ बाटो पुगाएर चाहिँ नियन्त्रण गरेको छ। यो धेरै चाहिँ यसमा धेरै कुराहरू सिक्ने कुराहरू छ। यसमा धेरै कुराहरू छ। यो मरुभूमि जस्तो ठाउँलाई पनि यसरी चाहिँ विकास गरेर चाहिँ अगाडि बढाएको छ। बाटोदेखि लिएर हरेक चिजदेखि लिएर अहिले हामी दमाम पुगेका थियौँ। त्यहाँ पनि एउटा सुटी ठुलो मन्दै छ। कति फिट लम्बाइ, कति फिट चौडाइ अरे दुनियाँको सबैभन्दा लामो सिटी र लामो चौडाइको हाम्रो त्यहाँ बन्ने त्यहाँ पनि हामीले अवलोकन गरेर आयौँ। नियम पुग्दाखेरि के फिल भयो? नियम पुग्दाखेरि चाहिँ हामीले पाहाडको चाहिँ एउटा त्यहाँ झन्डा देखियो, पाहाडले घेरिएको।
हामीले त्यसलाई छिचल्दै गयो कसरी यो पाहाड बन्नु होला भन्ने एउटा अवलोकन पनि भयो। सोचिसक्नु समय छैन, किनभने यो मरुभूमिमा त्यस्तो पाहाड खनाउने सोचेको थिएन। र त्यहाँनिर चाहिँ हामी पुग्दै गर्दाखेरि त्यहाँको चाहिँ रोजगार यस्तो तपाईँको दिएको छ अब 2030सम्मको लागि। तपाईँको पाहाड छोडेर पनि तपाईँको त्यहाँ चाहिँ एउटा तपाईँको दृष्टिकोणले साउदी कतर भन्दा राम्रो कि कतर साउदी भन्दा राम्रो? यस्तो अब त्यो दृष्टिकोणले भन्दा पनि अब कतार भनेको एउटा सानो स्वर्ग जस्तो, मरुभूमिलाई पनि स्वर्ग जस्तो बनाएको ठाउँ हो। किन सानो देश छ, यता गयो उता पुगिन्छ, उताबाट त्यहीँ पुगिन्छ। अब साउदीलाई तुलना गर्न मिल्दैन, किनले यसले चारैतिर विकास गर्नुपर्ने हुन्छ। एउटा बाटै बनाउनलाई वर्ष लाग्छ, किनभने कहाँबाट कहाँ पुगाउनु पर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि साउदी र तुलना गर्न मिल्दैन। कतार भनेको एउटा स्वर्गको टुक्रा जस्तो बनाइसक्यो, स्वर्गै जस्तो हो। अब साउदी भनेको कसलाई स्वर्ग बनाउने होइन? अब जताततै साउदी छ, ठुलो छ नि त। त्यस कारणले गर्दाखेरि साउदीसँग तुलना गर्न र उ गर्न मिल्दैन। साउदीले चाह्यो भने कुनै ठाउँलाई स्वर्ग बनाइदिन सक्छ। त्यस्तै साउदीमा गाडीले चलाउँदाखेरि सुरक्षित छ कि सुरक्षित महसुस गर्नुभएको भएन? साउदीमा गाडीको एकदम सुरक्षाको अनुभूति छ, किनभने आफ्नो रुल्स छोड्दैन। यहाँनिर एकदम सुरक्षा छ, बाटो फराकिलो छ। त्यो तपाईँको चाहिँ त्यति साह्रो आवाज दिने काम पनि गर्दैनन्, हर्न मार्ने काम गर्दैनन् होइन, ट्युनिङ दिने काम गर्दैनन्। एकदम आफ्नो लाइनमा चलाउने हो, आफ्नो लाइनमा हिँड्ने हो। यहाँ एकदम सुरक्षित छ। ल धन्यवाद है। ओके, थ्याङ्क यू।